नमस्ते 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 एन्ड वेलकम ब्याक टु माई च्यानल। फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो च्यानलमा। म विमल नेपाली कृषि नेपाल टिभीको सञ्चालक तथा नेपाली पोल्ट्री सप्लायर्स नेपाली लोकल कुखुरा फार्मको सञ्चालक। यदि तपाईहरु पनि नयाँ हुनुहुन्छ भने लाइक शेयर सब्स्क्राइब गरेर अगाडि बढ्न सक्नुहुन्छ। तपाईहरुलाई यस्तै लोकल कुखुराको जानकारीहरु, लोकल कुखुराको पालन सम्बन्धी जानकारीहरु, लोकल कुखुराको चल्लाको जानकारीहरु सम्पूर्ण भिडियोहरु मैले ल्याउँदै आएको छु, ल्याएर आउँदै गरेको छु। र साथीहरु, यिनी कुखुराले चाहिँ हाम्रो अन्डा पाइरहेछ, हाम्रो ह्याचिङमा गइरहेछ अन्डा। र अहिले तपाईहरुलाई चल्ला जति चाहिन्छ चल्लाहरु हामीले उपलब्ध गराउन सक्छौं। तपाईहरुलाई चल्ला चाहिन्छ भने हामीले सम्पर्क गर्न सक्नुहुन्छ। हामीले नेपालभर नै डेलिभरी गर्छौं। र साथै यो अन्डा चाहिँ मजाले पाइरहेछ कुखुराले है। र त्यही नै हो। अब अरु हाम्रो क्वालिटीहरु ब्रिडहरुलाई आज देखाउन गइरहेको छु। हाम्रो भाले यस्तो हाई क्वालिटीको एकदमै 2.5 किलोसम्म हुन्छ भाले नै। हेर्नुस्, यस्तो दामी दामी भालेहरु छ। कालो र सेतो खुट्टा भएको भालेहरु हो हामीले उपलब्ध गराउने तपाईहरुलाई। त्यो भन्दा अरु हामीले पहेँलो खुट्टाहरु भएको चाहिँ हामीले हालेको छैनौं है त। अनि अरु कुरा त्यही नै हो। अब लोकल कुखुरा पाल्दाखेरि राम्रोसँग बुझेर जानकारी ल्याएर मात्र आधिकारिक फार्मबाट अथवा आधिकारिक सप्लायर्स हेचरीबाट मात्र चल्ला ल्याउनु होला। र साथै हामीसँग यो दुम्सीको भाले पनि छ है। यो चाहिँ दुम्सी हो, यसलाई दुम्सी भन्छ हैन। सबै मिक्स छ। यो भालेको चाहिँ पुच्छुरमै खाइदिसकेछन्। दुम्सीको भाले पथी दुईटै छ। र साथै तपाईहरुलाई चल्ला चाहिन्छ भने हामीले सम्पर्क गर्नु होला। हामीले अर्डर अनुसार नेपालभर नै डेलिभरी गर्छौं। र सब्स्क्राइब चाहिँ गरिदिनु होला है। र यो चाहिँ टाढ